हेलो फ्रेन्ड्स, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल सिन्धुली नेपालमा। र आज म तपाईहरुलाई एउटा भिडियो बनाएर देखाउन गइरहेको छु। भिडियोमा चाहिँ म तपाईहरुलाई जीमेल अकाउन्ट चाहिँ कसरी बनाउने, तपाईहरुलाई जीमेल अकाउन्ट चाहिँ एकदमै हामीलाई आवश्यक पर्ने चीज हो। त्यसको लागि म जीमेल अकाउन्ट कसरी बनाउने नयाँ भनेर चाहिँ म तपाईहरुलाई सिकाउन गइरहेको छु। र पहिला प्रथम चाहिँ तपाईहरुले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस्, यहाँ क्लिक गरेर भन्न चाहन्छु। यस्तै अरु भिडियोहरु पनि हालिरहेको हुन्छु, त्यो पनि हेर्न सक्नुहुनेछ। यहाँ अरु भिडियोहरु पनि टन्नै हालेको छु मैले, तिनीहरुले पनि हेर्नु होला भन्दै म आज चाहिँ एउटा जीमेल अकाउन्ट कसरी खोल्ने, त्यसबाट युट्युब पनि खोल्न सकिन्छ। विभिन्न कुराहरुमा युज हुन्छ जीमेल अकाउन्ट, तपाईहरुलाई नि थाहा छँदैछ। पहिले म चाहिँ तपाईहरुलाई जीमेल अकाउन्ट कसरी खोल्ने भनेर सिकाउन गइरहेको छु। पहिले तपाईको ब्राउजर ओपन गर्नुस्, www.gmail.com इन्टर। अब यो मेरो पहिले लगइन थियो, त्यो लगइनलाई म हटाउँछु। अब यहाँ चाहिँ क्रिएट अकाउन्टमा क्लिक गर्ने। र अब तपाईहरुले फर्स्ट नेम राख्नु पर्ने हुन्छ। म यहाँ फर्स्ट नेममा राख्न चाहन्छु। मैले यो साथीको लागि खोल्दिन लाग्दै छु। बीके, लास्ट नेम चाहिँ DESING। अब तपाईहरुले यहाँ चाहिँ जीमेल अकाउन्ट चुज गर्नुपर्ने हुन्छ। DESING.BK राखौं। अब पासवर्ड राख्नुपर्ने हुन्छ तपाईले। पासवर्ड चाहिँ आफूले अलि स्ट्रङ राख्नुस्, 8 अक्षर भन्दा लामो राख्नुपर्ने हुन्छ। म पासवर्ड राख्न गइरहेको छु। डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। फोन नम्बर राख्नुपर्ने हुन्छ। तपाईले आफ्नो फोन नम्बर राख्न सक्नुहुन्छ। नम्बर राखिसकेपछि अब तपाईले कन्ट्री ठीक छ, यहाँ इमेल करेन्टली राखिराख्नु पर्दैन, नेक्स्ट गर्दिँदा हुन्छ। आई एग्री, यो रुल्स एन्ड रेगुलेसन हो जीमेल अकाउन्टको, यहाँ तपाईले पढ्न नि सक्नुहुन्छ। कन्टिन्युटी टु जीमेल। तपाईले यहाँ देख्न सक्नुहुन्छ जीमेल यी कामहरुको लागि युज गर्न सकिन्छ सबैमा। खुल्दैछ। ओके, नेक्स्ट गरौँ, फेरि नेक्स्ट गरौँ। गो टु जीमेल। ल, कम्प्लिटली अब एउटा जीमेल तयार भएको छ। यहाँ जीमेलबाट मेसेज पनि आइसकेको छ, देख्न सक्नुहुन्छ तपाईहरुले। जीमेल अकाउन्ट भइसकेको छ।
हेर्न सक्नुहुन्छ। अब तपाईहरुले सबै कामहरुमा चाहिँ यो जीमेल अकाउन्ट युज गर्न सक्नुहुनेछ। हस् त, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लागे पक्कै पनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सनु होला। हस् त, धन्यवाद।